नमस्कार सबैजनालाई। जापान बाहिरबाट हेर्दा कस्तो देखिन्छ? सफा सडक, अनुशासित मान्छे, टोयोटा, सोनी, निन्टेन्डो, वर्ल्ड क्लास कम्पनीजहरू र सामुराई स्पिरिट भएका डेडिकेटेड वर्कर्सहरू। तर यो सुन्दर तस्बिरको पछाडि एउटा डरलाग्दो सत्य छ। एउटा शब्द छ जापानमा जुन अरू कुनै देशमा पनि छैन। त्यो शब्द हो खारोशी। काम गर्दा गर्दा मर्नु। खारोशी भनेको काम गर्दा गर्दै थाकेर मर्नु हो। यो एउटा कुनै थ्योरी होइन, यो एउटा डकुमेन्टेड रियालिटी हो। जापानमा 2025मा 1304 कामदारहरूको ओभरवर्क रिलेटेड डेथ भएको थियो। यो अहिलेसम्मकै रेकर्ड हाई हो। जापानको वर्क लाइफ ब्यालेन्स स्कोर ओइसिडीको बेटर लाइफ इन्डेक्समा मात्र 3.4 आउट अफ 10 छ, जुन डेभलप नेसनमा सबैभन्दा तल छ। गभर्मेन्ट सर्वेले देखायो जापानमा लगभग 10 जनामा एकजना कामदारले महिनामा 80 घण्टाभन्दा बढी काम गर्छन् र 5 जनामा एकजना खारोशीको रिस्कमा छन्। र यो एउटा तथ्याङ्क मात्र होइन कि यो एउटा मान्छेको जिन्दगी हो। त्यसैले जापानमा बस्ने नेपाली या जापान आउन खोज्ने नेपालीहरूले यो जान्न एकदमै जरुरी छ। जापानमा यति धेरै काम किन गरिन्छ? पहिलो कारण एक्सट्रिम इनएफिसियन्सी हो। बाहिरबाट जापान हाइटेक एफिसियन्ट कन्ट्री देखिन्छ, तर रियालिटीमा धेरै जापानिज कम्पनीहरूमा डिसिजन मेकिङ एकदमै स्लो छ। मिटिङको पर्पज क्लियर हुँदैन, डकुमेन्टेसन एकदमै धेरै छ। ओइसिडीको डेटाले देखाउँछ कि जापानको लेबर प्रोडक्टिभिटी पर आवर डेभलप नेसनमा सबैभन्दा कम मध्ये एक हो। कामदारहरूले धेरै घण्टा काम गर्छन् तर आउटपुट एकदमै कम छ। अर्थात् जापानमा धेरै काम गरिन्छ तर रिजल्ट एकदमै कम छ र यो एउटा ठूलो प्याराडक्स हो। दोस्रो कारण भनेको सिनियोरिटी सिस्टम हो। जापानमा तपाईँ कति राम्रो काम गर्नुहुन्छ भन्दा पनि तपाईँ कति वर्ष काम गर्नुभयो भन्ने कुरा इम्पोर्टेन्ट हुन्छ, जसले एउटा कल्चर बनाउँछ जहाँ छिटो काम सक्ने मान्छे भन्दा ढिलोसम्म बसेर काम सक्ने मान्छेलाई डेडिकेटेड मानिन्छ र छिटो काम छोड्नु जापानमा सोशल स्टिग्मा हो। तेस्रो र सबैभन्दा ठूलो कारण भनेको अरूको नजर। जापानमा एउटा नदेखिने प्रेसर हुन्छ, अरूले के सोच्ला भन्ने। यसले कामदारलाई आफ्नो ड्युटी सकिएपछि पनि अरूले अफिस नछोड्दासम्म आफूले पनि छोड्न नसक्ने अवस्था बनाउँछ। जापानमा लिगल पेड लिभको सिस्टम छ र यो लिभ लिग्न पनि अरूले के सोच्लान् भनेर डराउनु पर्दछ। कुकियो योमु, रिड द एटमोस्फियर, वरिपरिको वातावरणलाई पढ्नु, यो जापानको अर्को कल्चर हो। अर्थात् रुमको एटमोस्फियर बुझेर आफ्नो बिहेभियर एडजस्ट गर्नु। जापानमा यो सर्भाइभल स्किल हो र यो इन्भिजिबल पावर भनेको कहिलेकाहीँ कानुनभन्दा पनि बढी पावरफुल हुन्छ। र चौथो कारण भनेको एकदमै लो पे, अर्थात् एकदमै कम तलब। जापानको एभरेज स्टार्टिङ स्यालेरी टोकियोमा लगभग 2 लाखदेखि 2,20,000सम्म छ। ट्याक्स, पेन्सन, हेल्थ इन्सुरेन्स काटेपछि 1,60,000देखि 1,80,000सम्म हातमा आउँछ। टोकियोमा घरको भाडा भनेको 60,000देखि 80,000सम्म हुन्छ। खानाको लागि 30,000देखि 40,000 खर्च हुन्छ र यताउता हिँड्नको लागि 10,000देखि 15,000 खर्च हुन्छ। बाँकी रह्यो जम्मा 40,000देखि 50,000 जापानिज येन। अर्थात् ओभरटाइम गरेन भने टोकियोमा जीवनयापन गर्न नै गाह्रो छ। यहाँ ओभरटाइम भनेको एउटा सर्भाइभल नै हो। तर जापानमा सबै नेगेटिभ कुराहरू मात्र छैन, यी सबै कुराहरू बदलिँदैछन्। धेरै कम्पनीहरूले पेड लिभहरू पनि लिग्नै पर्ने र यस्ता कानुनहरू पनि आउन थालेका छन्। चेन्ज त हुँदैछ तर एकदमै स्लो हुँदैछ। जापानमा हुने र जापानमा आउने सोच भएकालाई मेरो एउटा मेसेज छ। जापानको डिसिप्लिन, पङ्क्चुअलिटी, डेडिकेसन यो सिक्नु राम्रो हो, तर यसको लागि आफ्नै स्वास्थ्यको सेक्रिफाइस चाहिँ गर्नु हुँदैन। खारोशी भनेको जापानको एउटा वार्निङ हो हामी सबैको लागि। काम भनेको एकदमै इम्पोर्टेन्ट छ, तर लाइफ सबैभन्दा इम्पोर्टेन्ट छ। तपाईँ या तपाईँको साथी जापानमा मेन्टल स्ट्रेसमा हुनुहुन्छ भने हेल्प लिग्नुहोला। जापान क्राइसिस हेल्पलाइन 0120783556 24 आवर्स अभाइलेबल छ। यो भिडियो मन परेमा लाइक, सेयर, सब्सक्राइब गर्नुहोला। थ्याङ्क यू फर वाचिङ। सी यू इन नेक्स्ट भिडियो।